आज स्थापना गरेको त पण्डित हो नि त थाहा नि पण्डितहरू बस्ने घुममा पूजा गर्ने हो बसेर हाल न मजाले टक्क दियो कलश बालेको म खिचिसकेँ त मन त अलिक टोलाएको जस्तो लाग्यो धेरै हुन्छ धेरै भयो फेरि बढी उम्रिँदैन धेरै पाक्लो नगर भाइ पाक्लो राम्रो हुन्छ पाक्लो भन्दा जति पाक्लो त्यति राम्रो यसो नि गर्ने यसलाई बन्ने छोडिदिन्छ बल्ल है बाहिर छ माटो त्यो पुरा गर्नुपर्छ बाहिर हाँक्नुपर्छ बाहिर ढुङ्गा रे बालुवा प्लस माटो मिक्स भयो यो नवरात्रि हो हाम्रो भन्छ श्रीलङ्का नवरात्रि लाग्छ थाहा भन्छ नवरात्रि भएको कारणले गर्दा नि हामीले यहाँ नौवटा राख्नु पर्यो नौवटा राख्दा हामीले चना पनि राख्यो नि यो त्यहाँ गाउँ चाहिँ छैन गाउँ गाउँ छ यहाँ सबै छ यहाँ गाउँ छुट्टै भयो अरू के मकै जमाना पनि राखियो गरे नवदुर्गा भवानीले रक्षा गरून् मनले चिताएको पुगोस् सबै काम आँटेका कामहरू बन्दै जाउन् नवदुर्गा भवानीले रक्षा गरून् मनले आँटेको कामहरू सबै पुरा होस् सबको सधैँ छिटो रातो पास पुरा होस् सबै काम बनोस् ल मेरो नि खिच्नु नि त मैले ल यही त्यो भन्नु पर्यो नि त भाइलाई सबै मनले चिताएको पुगोस् कामहरू बनोस् सबै निरोगी भइयोस् होइन सधैँभरि ल छिटो कामहरू बन्दै जाओस् अङ्कलतिर कहाँ लानु भयो त मन्दिरमा थ्याङ्क यू दाइ तपाईँले लड्डु के भन्छ यो लड्डुलाई बेसनको लड्डु केटीपीटीको फर्मुला होला नि त 500 ml होला 500 ml होला 600 ml हाल्नै पर्ने हिजो कि होइन 600 ml होइन राम्रो भएर फोटो खिच्नलाई 2-4 वटा Happy birthday. Kasih uno de este. Mira para que छैन बहिनी ठिक छ भाइ धेरै माथि नतान ल ल ल सुरु गर टिका लगाउने मान्छे यता लगाइदिने मान्छे यता बडा जस्तो ठुलो बडा है ल ल ल सानो बस्ने ठुलो लगाइदिने हो सुरुमा त्यस्तो हो ठुलो खोल्ने त खाली गरेर पहिला सानो लगाउने हो बस्नु हामी त भाइ होला छ नि त बस्नु पर्छ कहिले त ठुलो लाउने ठुलोबाट हो कि ठुलोबाट ठुलोबाट हो म लास्टमा हो पहिला लगाउने के ठुलो हुन्छ भनेको त्यही भएर त
म लास्टमा हो नि भाइले दाइ बस्नु पर्यो नि त ठुलो पहिला तपाईँले लाउनु पर्यो दाइ तपाईँले मलाई दिन्छ ल अमुले मभन्दा जेठो दाइ हो नानीले लगाइदियो हुन्छ तिमीलाई देऊ न आशीर्वाद देऊ अरू टिका भनेको त थोरै लगाइदियो टिका आशीर्वाद देऊ त्यही भाइ सधैँ राम्रो छ सधैँ राम्रो होस् हामी सधैँ यसरी नै होस् दिदीलाई छिटो ल्याएर आउनु छिटो रात आओस् छिटो राति पासपोर्ट आओस् आफै दिनु ड्याङ बढोस् यसो धन यसो सम्पत्ति बढ्दै हेर्दाखेरि जाओस्। हप्ता हेर्दै अहिले साँझ हेर्दै 3 मा पुगोस् अर्को देश गएर त्यहाँको घरसार बनाएर ज्याममा बस्न पाइयोस् कहाँ हो अझै सुतिर साइड गएर कहाँ भइसक्यो यार ल अब सिटाउनु डाइलग भन्न थाल्छ फेरि ल ल आऊ बहिनी यता आऊ। ल मेरो फेरि बस्नु मिल्दैन क्या त यार खुट्टा खुम्चाउनु मिल्दैन मैले नमस्ते गर्नु पर्यो नि यहाँ बस्छ कि बसे कस्तो बस्छ कि यहाँ आऊ त खुर्क आऊ यहाँ त्यस्तो गरे हैन हेट, यहाँ त्यस्तो चलन छैन होइन आऊ त कन्या हुन्छन् के अरे नारी हुन्छन् नारी देवी समान हुन्छन् भाइलाई मैले होइन ल ल भगवान् देवी माता भाइलाई शरीरभरि राम्रो भइरहेछ अझै राम्रो हुँदै जाओस् रोग नलागोस् सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना प्रगति गर्दै जानु दाइलाई कहिल्यै नबिर्सिनु ल सबै कुरा राम्रो भइरहेछ अझै राम्रो हुँदै जाओस् मेरो कार्ड आइसक्यो अब ट्याक्टर होइन दाइ सबै राम्रो हुँदै गइरहेछ अझै राम्रो हुँदै जाओस् हामीले गरेको गल्ती रोग नलागोस् दाइ हामीले गरेको गल्ती रिपिट नगर्नु रोग नलागोस् छिटो पढ्नु सबै कुरा राम्रो होस् ड्राइभिङ लाइसेन्स निकाल्नु लगाइदिने हो कि अब टोपीमा टोपी लाग्नु त्यो होइन होइन कानमै हो कानमा ल भाइलाई ल नमस्कार ल अब ल रमेश दाइ भाइ यता आऊ। बुढाबुढी नै मात्रै आयो दुईजना दुईजना बस्नु भाउजू घरमा को म मेरो दाहिने बस्छ नि त आऊ तपाईँ मेरो दाहिने हो नि होइन के दाहिने दाहिने तिमीकै त म देब्रे हो क्या तपाईँको मुटुमा म हुन्छ रोजी पनि आफा छ नि साँच्ची हो दाइ फेरि सँगै लगाइदियो हुन्छ कि पहिला बहिनीबाट सुरु गर्ने कि होइन होइन उहाँबाट सुरु गरेर उहाँ पछिको उहाँ लात मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिव धामी स्वाहा नमस्ते भगवान्ले सबै कुरा पुरा गरिरहेछन् अझै राम्रो हुँदै जाओस् सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घायुको कामना भाइलाई पाण्डेको नाम रोशन गर्नु भगवान्ले सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घायुको कामना होस् प्रगति हुँदै जानु रोग नलागोस् हरेक होस् दुर्गा भगवान्ले रक्षा गरून् रातो ल भगवान् दुर्गा भगवान्ले रक्षा गरून्
सबै राम्रो भइरहेछ, अझै राम्रो हुँदै जाओस्। ल भाइ ल भाइले बस्छ मेरो 2000 त्यो बस्यो झरेको झऱ्यो अब लगातार यो रहेछ झऱ्यो कति झरेको झर्छ सकेन ल ल भन्नु भगवान्ले सधैँ पुऱ्याउनु दिए चिताएको मनको कुरा ल फुट्ला प्रणाली सबै धन्यवाद भएर सबै भगवान्ले रक्षा गरौँ ल हाम्रो सानो भाइ कान्छो भाइ हाम्रो कान्छो भाइ ल पहिला हाम्रो कान्छो भाइ यहाँ रमेशले लानु पऱ्यो नि होइन होइन हुन्छ कि होइन कहाँ छोरी समान हुन्छ नि गयो होइन कहाँ हुन्छ कि कहाँ त्यस्तो हुन्छ कि हुन्छ हुन्छ भने चाहिँ हुन्छ नि अब पैसा पो हुन्न त अहिले हुन्छ नि चाहिँ यो नि भयो के ल भगवान्ले रक्षा गर्नुहोस् जय भगवान् दाहिनी रहन् सधैँभरि राम्रो राम्रो होस् जय आशीर्वाद छोरो आउँछ छोरो राम्रोसँग पाल्नु ज्ञानी हुनु है पासपोर्ट एप्लाई गरेछ पासपोर्ट आउँछ पासपोर्ट आइसक्छ ल चाहन्छ के भन्छ भाइको कार्ड पनि आयो भाइको सबै कुरा राम्रो भइरहेछ अझै राम्रो हुँदै जाओस् दुर्गा माताले रक्षा गरौँ सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना रोग नलागोस् निरोगी हुनु परिवारलाई माया गर्नु आफ्ना साथीभाइ दाजुभाइ इष्टमित्रहरूलाई माया गरिराख्नु धन सम्पत्ति भन्ने कुरा त कमाउँदै जाने समय छ ल लास्ट आउनु रमाएर सँगै बस्न पाऊँ सधैँभरि भाइको होइन खुसी गरी देख्न पाऊँ स्वास्थ्य राम्रो होस् सधैँ राम्रो होस् काममा कपाल छौ अझै अझै कपाल हुँदै जाऊ कहाँ गयो त विशाल भाइ फेरि ल भाइ ए पर्खिनु त खै अङ्कल फेरि वन्स मोर रिपिट के टिका कसरी हेरेको पाण्डु पुरै यस्तरी के पुरै
नारायण विष्णु पुत्र केशवकाले निजे घरमै गो दुर्गा माता रक्षा गरून्। सबले अब राम्रो हुँदैछ, राम्रो हुँदै जाओस्, अझै प्रगति गर्दै जाऊ। अब अर्को वर्ष टक्क अब बुहारी नानीहरू सबलाई एप्लाई गरेर सबैले यही ल्याएर टक्क हाँसी खुसी बस्नु पाइयोस्, यो प्रगति हुँदै जाओस्। बस्यादै टिकट छुइँदो रहेछ कि सबैजना परिवारले दही सबै पाइयोस्। चिसो थियो र बाहिर बसी बाहिर पातली ज्ञानी गयो हुन्छ सधैँ यस्तै ज्ञानी हुनु आफू कहाँबाट आएको भने कहिले पनि नभन्नु अब फोटो खिचौँ न त ल एक दुईवटा फोटो खिचौँ। अब चाहिँ कता खिच्ने त फोटो बाटो छ अझै टाढो बाटो हुँदै जानु मण्डल जन्म जानु सबैको इज्जत राख्नु 25-33 ओके एकदम ल मेरो सधैँभरि आशीर्वाद छ दुर्गाहरूले दिनुहोस् हो सधैँभरि रक्षा गर्नु भाइ ल राम भाइ चिताएको सबै कुरा हुन्